ट्राली गिट्टी बालु हाल्ने सक्ने क्षमता छैन कि के होला? यो हाम्रो सिन्जा गाउँपालिकाको नराकोट बजारदेखि अलि माथिसम्मको बाटो अलि गाडी ल्याउन नमिल्ने भन्ने छ। अनि त्यसमा तपाईँको धारणा के राख्न चाहनुहुन्छ गाउँपालिकालाई? एकदमै नराम्रो बाटो। यो भित्रको बाटो भने गाउँपालिकाले त रोडको बाटो केन्द्रले हेर्ला, तर भित्रको बाटो त गाउँपालिका मेयरहरूले हेर्नुपर्ने हो। अहिलेसम्म मेयरहरू के गरिरहेछन्, कता सुतिरहेछन् भन्ने लाग्छ मलाई त। यस्तो हो कि त्यो गाउँपालिकामा कि एउटा ट्राली गिट्टी बालु हाल्ने सक्ने क्षमता छैन कि के होला खासमा? तपाईँले बुझ्नु भएको छ? खै नेपाल सरकारको हिसाबले त जम्मै ठाउँमा ट्राली हुने र यो सिजा गाउँपालिकामा मात्रै नहुने त पक्कै पनि नहोला। व्यवस्थापन सबै ठाउँमा हुन्छ, त्यो कार्यान्वयन गर्ने र नगर्ने त्यो व्यक्तिको मा भर पर्छ कि जस्तो लाग्यो मलाई। हो, त्यही भएर हेर्नु सक्नुहुन्छ हाम्रो व्यापारीलाई सजिकन गर्न गाउँपालिका अध्यक्षले अलि मद्दत गर्नु पर्यो। त्यहाँ नराकोटदेखि यताको बाटो एकदमै हिलो छ, ट्रक ल्याउनै नमिल्ने छ। आफ्नो गाउँतिर जाने चाहिँ राम्रो बाटो छ, हाम्रोतिर आउने एउटा हिलो बाटो छ। त्यहाँ 200-300 वटा विद्यार्थी पनि हिँड्छन्, त्यही भएर त्यो बाटोलाई अलि ध्यान दिनु होला।